थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। कुनै पनि शैक्षिक संस्थाले प्रदान गर्ने शिक्षा पाठ्यक्रम निर्माण शिक्षण सिकाइ पद्धति मूल्याङ्कन प्रक्रिया लगायत सबै नीति नियम समय सापेक्ष र वैज्ञानिक हुन जरुरी हुन्छ। गुणस्तरीय शिक्षाले आदर्श र कर्मशील मानव जीवन तयार गर्ने प्रमुख स्रोत मानिएको छ। शिक्षा देश विकासको मेरुदण्ड पनि हो। यिनै विषयलाई प्रमुख आधार बनाउँदै गुणस्तरीय व्यावहारिक व्यावसायिक नैतिक र जीवनोपयोगी शिक्षालाई प्रविधिसँग आत्मसात गर्दै पठन पाठन गराइरहेको विद्यालय हो कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर 4 स्थित गुलरियामा रहेको श्री कृष्ण माध्यमिक विद्यालय। सुरुवाती चरणमा हिउँदे विद्यालयको रूपमा सञ्चालन गरेको श्री कृष्ण माध्यमिक विद्यालय विक्रम सम्वत 2017 मा विधिगत रूपमा स्थापना गर्दै नियमित रूपमा प्रावि तहसम्म स्थापना भएको हो। विक्रम सम्वत 2023 सालमा निमावि सञ्चालन गर्ने स्वीकृति पाएको यस विद्यालयमा 2049 सालमा कक्षा 10 सम्म पठन पाठन सुरु भएको हो। विक्रम सम्वत 2055 सालपछि कक्षा 11 र 12 सम्म पठन पाठन गराउन पाउने अनुमति पाएको हो। विभिन्न बाधा अवरोध र अभावहरूलाई चिर्दै सकारात्मक नतिजा पश्चात विक्रम सम्वत 2058 सालपछि विभिन्न वर्षहरूमा प्राविधिक विषयहरूलाई समेट्दै लगिरहेको छ यस विद्यालयले। हाल यस श्री कृष्ण माध्यमिक विद्यालयमा कक्षा 11 र 12 मा व्यवस्थापन मानविकी शिक्षा र विज्ञान संकायमा अध्ययन अध्यापन सँगै प्राविधिक तर्फ 18 महिने कृषि जेटीए भेटेरिनरी जेटीए र 3 वर्षे पशु विज्ञान र बाली विज्ञान विषय सञ्चालनमा रहेका छन्। यस विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने र सधैँ आफूलाई एक कदम अगाडि राख्न सक्ने जनशक्ति उत्पादन गर्दै आइरहेको छ। भनिन्छ विज्ञान रुख हो भने प्रविधि त्यसमा फल्ने फल हो। यसै विषयलाई मुख्य केन्द्रित गर्दै यस श्री कृष्ण माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई सैद्धान्तिकसँगै प्रयोगात्मक क्षेत्रलाई विशेष प्राथमिकता दिएर अध्ययन अध्यापन गराइरहेको छ। निकै लामो इतिहास बोकेको यस विद्यालयले शिक्षा क्षेत्रमा आफ्नो विस्तृत र व्यापक कार्यक्षेत्र बनाउन सफल भएको छ। यो विद्यालय 2017 सालमा स्थापना भएको। सुरुमा हिउँदे विद्यालयको रूपमा यो विद्यालय सुचारू भयो र त्यसपछि 2017 सालदेखि नियमित रूपमा प्राविको रूपमा विद्यालयले पढाइ सञ्चालन गर्यो र 2023 सालमा निमावि 7 क्लाससम्मको स्वीकृति भयो र त्यसपछि 2039 सालमा यो मावि 8, 9, 10 को लागि स्वीकृति भयो र त्यसपछि 2055 सालमा तत्कालीन उच्च मावि 11, 12 को पढाइ सञ्चालन गरी विद्यालय स्वीकृति पायो र त्यसपछि हाम्रो प्राविधिक तर्फ
58-59 शैक्षिक सत्रदेखि हाम्रो प्राविधिकतर्फ भेटनरी जेटिए पशु जेटिएको 29 महिनेको कार्यक्रम पढाइ सुरु भयो र त्यसपछि फेरि 2061 सालदेखि कृषि जेटिएको पनि हाम्रो पढाइको स्वीकृति पायौँ र त्यसपछि प्राविधिक शिक्षामा बिस्तारै अगाडि बढ्दै 2070 सालदेखि यो चाहिँ डिप्लोमा 3 वर्षे कृषि डिप्लोमा प्लान्ट साइन्सको पढाइ सुरु भयो र त्यसपछि फेरि हामीले 2075 सालदेखि भेटनरी डिप्लोमाको पनि कार्यक्रम सञ्चालन गऱ्यौँ र अहिले हामीसित प्राविधिकतर्फ कृषि जेटिए भेटनरी जेटिए र डिप्लोमातर्फ प्लान्ट साइन्स र एनिमल साइन्स गरी 4वटा कार्यक्रमहरू छ। डिप्लोमा 3 वर्ष कार्यक्रम हो र यसमा विद्यार्थीहरूको अहिलेसम्म राम्रै उपस्थिति छ। स्वच्छ र शान्त वातावरण, भौतिक सुविधाले सुसम्पन्न र अहिलेको युग सुहाउँदो अंग्रेजी माध्यमबाट हुने पठन पाठन प्रतिको आकर्षणलाई मध्यनजर गर्दै यस विद्यालयमा सम्पूर्ण अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको चाहना अनुरूप शिशुदेखि कक्षा 6 सम्म अंग्रेजी माध्यमबाट समेत पठन पाठन भइरहेको छ। यस विद्यालयले अध्ययन सँगसँगै विद्यार्थीहरूलाई मानसिक, बौद्धिक र शारीरिक विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू समेत सञ्चालन गर्दै आइरहेको छ। विद्यार्थीहरूका अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गर्ने वातावरणको सृजना गर्दै व्यक्तित्व विकासमा विशेष प्राथमिकता दिँदै आइरहेको प्रधानाध्यापक गोपाल दत्त बडुले बताउनुभयो। हाम्रो विद्यालयमा अब सम्पूर्ण शिक्षक कर्मचारी संख्या अहिले लगभग 44 जना हामी शिक्षक कर्मचारीहरू छौँ, जसमा यो प्राविधिकतर्फका प्राविधिक शिक्षकहरू, प्रशिक्षकहरू पनि हुन्छ भने हाम्रो +2 मा साइन्स र यो डिप्लोमा सबैमा यो डिग्री, मास्टर डिग्री गरेका, एमएससी, त्यस्तै एमएससी एजी र त्यसै गरी हाम्रो डाक्टर बीबीएससी एन्ड एएच भनेर 2 जना डाक्टरहरू, जसमा 1 जना पूर्णकालीन डाक्टर पनि छन्, 1 जना पार्ट टाइम डाक्टर पनि यहाँ सेवा दिइरहनु भएको छ र एमएससी एजी गरेका, बिएससी एजी गरेका थुप्रै प्रशिक्षकहरू पूर्णकालीनमा छन्। धेरै जसो विद्यालयमा हाम्रो पार्ट टाइम नै काम गरे अवस्था हुन्छ, तर हाम्रो यहाँ सबै पूर्णकालीन रूपमा छन् र पुरानो विद्यालय भनेर सबैले यसलाई राम्ररी चिन्छन्। यो क्षेत्रका मानिसहरूले हाई स्कुलको रूपमा यसलाई चिने हुन्छन्। पुरानो विद्यालय सुरुमा यो मात्रै थियो, अब अहिले सेरोफेरोमा धेरै विद्यालयहरू खुलेको कारण प्राविधिकतर्फ केही विद्यार्थी सङ्ख्या घटिरहेको छ। तैपनि अब हामीले गत वर्षदेखि यो अभिभावकहरूको चाहनालाई मध्यनजर गरी यो अङ्ग्रेजी माध्यममा पनि कक्षाहरू सञ्चालन गऱ्यौँ। त त्यो अङ्ग्रेजी माध्यम अहिले हाम्रो नर्सरी र कक्षा 6 मा अङ्ग्रेजी माध्यम चलिरहेको छ। विश्वमा प्रविधिले नयाँ नयाँ आविष्कार र चमत्कार देखाइरहेको समयमा धेरै सामुदायिक विद्यालयहरू शिक्षक केन्द्रित सैद्धान्तिक शिक्षाको प्रयोग गरिरहेको पाइन्छ। तर यस श्री कृष्ण माध्यमिक विद्यालयले प्रविधिका विभिन्न यन्त्र तथा उपकरणहरूको माध्यमबाट गुणस्तरीय तथा उपयोगमुखी शिक्षा प्रदान गर्दै आइरहेको छ। अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा प्रयोगात्मक अभ्यासमा विशेष जोड दिँदै अध्ययन अध्यापन गराउँदै स्थापना कालदेखि हरेक वर्ष उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको छ कृष्ण माध्यमिक विद्यालय। प्रविधि मैत्रीको कुरामा त अहिले टेक्नोलोजीको जमाना छ। टेक्नोलोजीलाई अँगालेका हामीले पनि स्वीकार गरेका छौँ र अब सरकारी हिसाबबाट पनि जति पनि कुराहरू अहिले आइरहेछन् त्यो सबै प्रविधि युक्त नै छन्। प्रविधिबाट नै पठन पाठन गर्नुपर्ने विषयवस्तु जो कोर कन्टेन्ट छ बच्चाहरूले पढ्नुपर्ने त्यो हरेक बुकहरूमा त्यो कोर कन्टेन्टभित्र राखेका पाठ्यक्रमले समावेश गरेका कुराहरू प्रविधि मैत्री छन्। अब जस्तो कि अब मोबाइलका कुरा आए, स्मार्ट बोर्डको कुराहरू आए, कम्प्युटरका कुराहरू आए, भएकै जनशक्तिलाई युज गरेर पढाइरहेछौँ र प्रविधिसँग टेक्नोलोजीसँग
हामी नजिक छौँ अहिले। विद्यार्थीहरूलाई आवश्यक पर्ने विभिन्न आधारभूत आवश्यकतातर्फ स्वच्छ खानेपानी, सुरक्षित खेल मैदान, खेलकुदका सामग्री, शौचालय, बालमैत्री भवन लगायतका सुविधाहरूलाई थप व्यवस्थित र पारदर्शी बनाउनको निम्ति विद्यालय व्यवस्थापन समिति अहोरात्र खटिरहेको छ। पछिल्लो समय सामुदायिक विद्यालय प्रतिको बढ्दो नकारात्मक भावनालाई मेटाउने प्रमुख उद्देश्य सहित गुणस्तरीय, व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ। तर विद्यार्थी, अभिभावक र शिक्षकहरूका माग र समस्यालाई सम्बोधन गर्नको निम्ति भने आर्थिक अभाव रहेको पाइएको छ। देश विकासको मेरुदण्ड मानिएको शिक्षा क्षेत्रको विकासमा 3 तहका सरकार समेत केही कदम पछाडि नै रहेको पाइन्छ। तीनै तहका सरकारसँगै सम्बन्धित निकायहरूले शिक्षा क्षेत्रलाई विशेष चासो दिएर आवश्यक पर्ने आर्थिक सहयोग गरिदिए विद्यालयलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन सकिने व्यवस्थापन समिति पक्षको भनाइरहेको छ। यहाँ स्कुलमा आउँदाखेरि हामी ऋण करिब 5-7 लाख रुपियाँ ऋण थियो यो स्कुलमा। अनि त्यस्तै टोयलेटहरूको विद्यालयको अनि त्यसपछि खानेपानीको अन्य कुराहरूको समस्या धेरै थियो। आएपछि मैले सबभन्दा पहिले टोयलेट व्यवस्थापन गरेँ, विद्यार्थीलाई पुग्ने गरी। यहाँ त्यति बेला हाम्रो 1300 थियो, अहिले 1100 चान्चुन विद्यार्थी छ। त्यो टोयलेटको व्यवस्थापन गरेपछि खानेपानीको समस्या भएको हुनाले मैले खानेपानीको पनि अहिले लगभग 22वटा धारा ठिक चलिरहेको छ, 24 घण्टा राम्रो छ, त्यो व्यवस्थापन गरेँ। त्यसपछि भौतिक पूर्वाधारतर्फ विद्यार्थीहरूलाई यो फर्निचरहरूको व्यवस्थापन कुनै ठाउँमा पनि राम्रो छ अहिले। त्यसको अलावा बिल्डिङहरूको लगभग मैले 16 कोठा चान्चुन अहिले नयाँ बिल्डिङहरू थपिएको छ। विद्यार्थीहरूलाई भौतिक त्यसको असुविधा पनि देखिँदैन। ग्राउन्डको मर्मत भएको छ, ग्राउन्डहरू राम्रो भएको छ स्कुलको। समग्र रूपमा हेर्ने भने सबै कुराहरू अहिले व्यवस्थित जस्तो मैले अनुभव गरेको छु र अरूले पनि त्यो देख्नमा ठिकै छ भन्ने कुरा लागेको छ। अब रह्यो पढाइको पाटो। हाम्रो यहाँ 2 क्षेत्रको पढाइ, एउटा चाहिँ तपाईँको यो सामुदायिक विद्यालय भएको हुनाले एउटा चाहिँ प्राविधिक शिक्षा र एउटा यो अहिले राज्यले दिएको शिक्षा त्यो छ। तर त्यसमा हेर्दाखेरि हामीले जतिसुकै मिहिनेत गरे पनि राज्यको तर्फबाट स्पष्ट रूपमा वार्षिक क्यालेन्डर या शैक्षिक क्यालेन्डरमा जुन पर्ने कुराहरू छन् त्यो राम्रो तरिकाले आएको देखिँदैन। शिक्षामा यो जुन गुणस्तरीय शिक्षाका कुरा आइछन्, गुणस्तरीय शिक्षामा स्थानीय सरकारले वा राज्यले सम्बन्धन प्राप्त स्कुलहरू दिएर मात्र भएन। त्यसमा सम्बन्धन प्राप्त दिइसकेपछि भौतिक पूर्वाधारहरू त्यो स्कुलको कस्तो छ, खानेपानी कस्तो छ, टोयलेटहरू कस्तो छ, त्यसको अलावा उसलाई बस्ने व्यवस्था कस्तो छ, आर्थिक हिसाब त अहिलेसम्म हामीले विद्यार्थीबाट फिस उठाएकोले मात्र आर्थिक हिसाब सम्पन्न गर्छ भने त्यो चाहिँ भएन। यो चाहिँ राज्यले दायित्व लिएर, खास गरी स्थानीय सरकारमा भएको हुनाले स्थानीय सरकारले त्यसको दायित्व लिएर राम्रो खालले यसलाई वार्षिक त्यो शैक्षिक क्यालेन्डरमा नगरपालिकाहरूले पारिदियो भने पालिकाहरूले त्यो चाहिँ राम्रो देखिन्छ। हाम्रो विद्यालयको हकमा हेर्ने हो भने त शिक्षक दरबन्दी करिब विषयगत हुनुहुन्छ। केही तह वाइज बाहेक, जस्तै प्राथमिक तहमा जति हुनुपर्ने न्यूनतम शिक्षक छैनन्, 4वटा मात्रै सरकारी शिक्षक भए हुनाले क्लास नै 5 हुन्छन् र यसपालि हामीले इङ्ग्लिस मिडियम पनि चलाएको हुनाले थप शिक्षकको आवश्यकता देखिन्छ। निमावि मावि तहमा त हुनुहुन्छ, फेरि उच्च मावि तहमा सरकारबाट 3वटा मात्रै दरबन्दी छन्। अब हामीले चलाएका चाहिँ धेरै फ्याकल्टीहरू छन्, साइन्स, कमर्स, आर्ट्स, एजुकेसन प्लस 3 वर्षे डिप्लोमा प्रोग्रामहरू छन् सिटिबिटी अन्तर्गतका। अब क्लासहरू धेरै छन् तर दरबन्दी चाहिँ उच्च मावि तहको 3वटा मात्रै हुनुहुन्छ। अन्य व्ययभार चाहिँ विद्यालयले बेहोरेर धेरै शिक्षकहरूलाई नियुक्त गर्नुपरेको छ। त्यसकारण अलिक जटिलता छ। हामीसँग क्वालिटी नभएको होइन, सामुदायिक विद्यालयका शिक्षकहरू अब्बल शिक्षक हुन्, गौरवसँग भन्न सक्छौँ हामी। किनभने आयोग पास गर्न त्यति चान्चुने कुरो हुँदैन, लाइसेन्सकै पास गर्न गाह्रो हुन्छ अहिले। त्यसपछि लाइसेन्स पास गरेर आयोग पास गरिसकेपछि सामुदायिक विद्यालयमा अथवा सरकारी सेवामा प्रवेश गर्ने शिक्षक भनेको अब्बल शिक्षक नै हुन्छ, क्वालिटी हुन्छ। तर त्यसलाई इम्प्लिमेन्टेसन र सुपरभिजनका कुराहरू जो छ यो नभएको हुनाले पनि अब सबै राज्यलाई मात्रै जिम्मा दिनुभन्दा पनि हामी सबै स्टेक होल्डर जो हुन्छ नि यसको, यी सबै जागरुक हुने भने
त्यति धेरै फरक नपर्ला। यस श्री कृष्ण माध्यमिक विद्यालयले स्थापना कालको 61औं वसन्त पार गर्दै 62औं वर्षमा गरेको प्रवेश पश्चात विद्यालयको वार्षिक उत्सव फागुन 7 गते मनाइएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम, विविध सम्मान तथा पुरस्कार वितरण लगायत समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरू, जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यमा सुरु गरिएको वार्षिक उत्सव निकै सभ्य र भव्यताका साथ समापन भएको हो। कार्यक्रममा नगर प्रमुख ओझाले शिक्षा क्षेत्रको विकासको निम्ति विद्यालयको अतुलनीय योगदानको प्रशंसा गर्दै आफ्नो तर्फबाट हुने सम्पूर्ण साथ र सहयोगको निम्ति सधैँ अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। आदरणीय उपस्थित महानुभावहरू, आज हामी यो कृष्णमाविमा वार्षिक उत्सव कार्यक्रम मनाइरहेका छौँ। यहाँ हामी वार्षिक उत्सवमा कार्यक्रम मात्र मनाइरहेका छैनौँ। यो क्षेत्रको अग्रणी शैक्षिक संस्था कतिपय यहाँ चाहिँ हाम्रो अध्ययन गरेर यहाँ अध्यापन गर्दै हुन्छ। देशको ठुलो ठुलो ठाउँमा विदेशमा समेत उच्च ओहदामा यस विद्यालयका विद्यार्थीहरू कार्यरत हुनुहुन्छ र चाहिँ यसरी यो चाहिँ आफ्नो छुट्टै छाप र छुट्टै पहिचान बोकेको विद्यालय र कृष्णमाविले के गर्दैछ सार्वजनिक शिक्षा भनेर सबै विद्यालय सार्वजनिक सबै शिक्षा प्रेमीहरूले सबै सार्वजनिक विद्यालयहरूले हेर्ने यो थलो यो चाहिँ आफ्नो छुट्टै छाप र छुट्टै पहिचानका साथ आज यो 62औं वार्षिक उत्सव मनाइरहेको अवस्था छ। र यो विद्यालय हामीले भविष्यसम्म स्मरणीय बनाइरहनु जरुरी छ। र यो कृष्णमावि यहाँ भएका विद्यालयहरू सार्वजनिक विद्यालयको रिडिङ विद्यालय हो। कृष्णमाविले के गर्छ, के गर्दैछ, के कार्यक्रम हुन्छन्, त्यहाँका शिक्षकहरू कस्ता छन्, के छन् भन्ने कुरा अन्य चाहिँ कृष्णपुर नगरपालिकामा रहेका र यो वरपरका विद्यालयहरूले हेरिराखेको छ। त्यसकारण कृष्णपुर माविको थप जिम्मेवारी छ, थप चाहिँ यसको चाहिँ वृद्धिमा तपाईँ हामी सबैको चासो रहनुपर्ने पनि एकदम जरुरी छ भन्ने विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। वास्तवमै यो सार्वजनिक शिक्षाको बहस लामो समयदेखि हामी बहस गर्दैछौँ। हामी पनि नगरपालिकामा त्यही कुराको बहस गर्छौँ। सार्वजनिक स्वास्थ्य र चाहिँ सार्वजनिक शिक्षाले विद्यार्थीहरू कस्ता छन्, के छन् भन्ने कुरा हाम्रो लागि मनोयोग्य कुरा छ। हाम्रो उद्देश्य, हाम्रो प्रयास सार्वजनिक शिक्षालाई कसरी चाहिँ गुणस्तरीय बनाउने भन्ने कुरा हो। यसका लागि कृष्णपुर नगरभित्रका सबै सार्वजनिक विद्यालयहरूसँग हातेमालो गर्न तयार छ र यो आज यस विद्यालयको 62औं वार्षिक उत्सव कार्यक्रम सफलताको शुभकामना पनि व्यक्त गर्दछु। पछिल्लो समय प्राविधिक विषय अध्ययन प्रतिको आकर्षण र विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै यस श्री कृष्ण माध्यमिक विद्यालयले प्राविधिक विषयहरूको पठन पाठन सुरु गरेको छ। यस विद्यालयमा 18 महिने कृषि जेटिए, भेटेरिनरी जेटिए र 3 वर्ष बाली विज्ञान र पशु विज्ञान सञ्चालनमा रहेका छन्। विद्यार्थीहरूलाई अध्ययन सँगसँगै प्रयोगात्मक क्षेत्रसँग प्रत्यक्ष जोड्ने उद्देश्यले विद्यालयको आफ्नै जग्गामा कृषि तथा पशुपक्षी प्रवर्धन केन्द्र, चल्ला उत्पादन केन्द्र, तरकारी बिक्री वितरण केन्द्र सञ्चालन गरिरहेको छ। विद्यालयले विभिन्न सङ्घ संस्थासँगै सिटिभिटीसँग समन्वय गर्दै उक्त क्षेत्रका समुदायका केही व्यक्तिहरूलाई समेत छोटो अवधिका प्राविधिक ज्ञान तथा सिपहरू प्रदान गर्दै विद्यार्थी लगायतका व्यक्तिहरूलाई अध्ययन सँगसँगै आय आर्जनसँग समेत जोडेको छ। पछिल्लो समय अध्ययनको नाममा हुने कोरा ज्ञान वा घोकन्ते विद्यामा मात्रै सीमित हुने प्रवृत्तिलाई परिमार्जन गर्दै प्रयोगात्मक क्षेत्रलाई पहिलो प्राथमिकता बनाएर पठन पाठन गराइरहेको विद्यालयका सिटिभिटी टेक्स कार्यक्रम संयोजक डाक्टर निरञ्जन प्रसाद चौधरीले बताउनुभयो। अब पढाइको सिलसिलामा चाहिँ विद्यार्थीहरूले पाउनुपर्ने सम्पूर्ण अभ्यासहरू चाहिँ कक्षा कोठामा नभएर प्रयोगात्मक अभ्यासको रूपमा चाहिँ काम गर्दै आइरहेका छन् र सिक्दै आइरहेछन्। हामीसँग प्रशस्त मात्रामा चाहिँ जग्गा जमिन, आफ्नै कृषि तथा पशुपन्छी प्रबन्धन केन्द्र, कृषिमा चाहिँ चल्ला उत्पादन केन्द्र, तरकारी उत्पादन केन्द्र, तरकारीको बिक्री केन्द्र
र विभिन्न के अरे सङ्घ संस्थाहरूसँग र सिटिपिटीसँग आबद्ध भएर चाहिँ हामीले विभिन्न छोटो उद्योगको तालिम सञ्चालन गर्दै आएका छौँ, जस अन्तर्गत चाहिँ हामीले यही वरिपरिका समुदायलाई समेटेर र तिनीहरूलाई प्राविधिक ज्ञान दिने, तिनीहरूलाई प्राविधिक ज्ञान सिप सिकाउने र तिनीहरूलाई नै यो ठाउँमा चाहिँ ती सम्बन्धी के अरे कामहरूमा चाहिँ हामीले सहयोग गर्ने र हामी कहाँ तिनीहरू चाहिँ तरकारी किन्नु पर्यो अथवा चाहिँ पशु उपचार गर्नु पर्यो, चल्ला बिक्री भएको कुरा लिन आउनु पर्यो भन्ने पनि सिक्छन्। सँगसँगै पढाइ सँगसँगै चाहिँ विद्यार्थीहरूले आफ्नो केही फिसहरू कमाउने योजना पनि बनाएका छौँ र अहिलेसम्म यो कार्यक्रम चाहिँ चलिआएको छ। यो विद्यालय एउटा पुरानो विद्यालय भएको र यस विद्यालयलाई चाहिँ धेरै मान्छेहरूले चाहिँ चिन्ने भएको हिसाबले पनि हामीले प्रचार प्रसार नगर्दा पनि यहाँ विद्यार्थीहरू चाहिँ धेरै टाढाबाट के अरे बैतडी, अछाम, बझाङ, बाजुरा र पहाडी जिल्लादेखि लिएर यहीँ वरिपरिका स्थानीय चाहिँ विद्यार्थीहरू चाहिँ यहाँ पढ्न आइरहेका छन्। यहाँ आउने विद्यार्थीहरूको पढाइ शुल्क पनि एकदम न्यून छ। हामीले भेटनरीमा चाहिँ 18 महिनाको जम्मा 18,000 शुल्क लिन्छौँ, जसमा अब भ्रमण खर्च मिलाएर तिनीहरूको 23,000 हुन्छ र पढाइ सँगसँगै तिनीहरूको यहाँ पढ्ने वातावरण, दक्ष जनशक्ति, म प्राविधिक डाक्टर आफै भएको कारणले गर्दाखेरि र सम्पूर्ण सरहरू एमएससी एग्रिकल्चर बीएससी गरेका सरहरू र 10-10 वर्ष 12 वर्ष चाहिँ यही क्षेत्रमा काम गर्दै आइरहेको सरहरू भएको कारणले गर्दाखेरि यहाँका विद्यार्थीहरूलाई पठन पाठन गर्न, यहाँको समुदायलाई चाहिँ पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाहरू कृषि र भेटनरी तर्फबाट चाहिँ पाइरहेका छन्। प्राविधिक शिक्षा त एकदम आवश्यक छ। अहिलेको युगमा चाहिँ सबै कुरा प्राविधिक भइसक्यो। सानो चिज गर्नुपर्दा चाहिँ प्राविधिक नै चाहिन्छ। घरमै बिजुली बनाउनु पर्यो अथवा चाहिँ घरमै तरकारी ल्याउनु पर्यो, घरमै पशु पाल्ने हुँदाखेरि सबै क्षेत्रमा चाहिँ प्राविधिक चाहिँ आवश्यक पर्ने भएको कारणले गर्दाखेरि म सम्पूर्ण चाहिँ समुदाय अथवा चाहिँ विद्यार्थी वर्गहरूलाई के भन्न चाहन्छु भन्दा, यदि तपाईहरुलाई चाहिँ आफ्नो आत्मबल बढाउनु छ, आफ्नो व्यवहारमा परिवर्तन गर्नु छ र आफ्नोमा चाहिँ केही चिजको चाहिँ स्किल बढाउनु छ भने तपाईहरुले चाहिँ प्राविधिक विद्यालय चाहिँ लिनु होला र प्राविधिक धारतर्फ मैले अघि भने जस्तै यहाँ विभिन्न कार्यक्रमहरू चल्दै आइरहेका छन्। ती कार्यक्रमहरुमा चाहिँ तपाईहरुले भाग लिन पाउनुहुन्छ र त्यसअनुसार चाहिँ तपाईले यहाँ पढ्न पाउनुहुन्छ। निकै अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्ययन अध्यापन गराउने हुँदा विद्यार्थीहरूलाई जीवन उपयोगी, व्यावहारिक, नैतिक र माटो सुहाउँदो शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्जवल भविष्यको संकल्पका साथ अगाडि बढेकोले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षा प्रेमीहरूको मन मस्तिष्कमा बस्न सफल भएको छ कृष्ण माध्यमिक विद्यालय। गुणस्तरीय, सस्तो, सुलभ र प्रविधिको माध्यमबाट आफ्नै क्षेत्रमा अध्ययन गर्न पाउँदा विद्यार्थीहरू समेत निकै हर्षित देखिन्छन्। यहाँ नभएको भए हामी यहाँ आफ्नै क्लिनिक पसल छ अनि यहाँ केसहरू आइरहन्छन्, हामीले हाम्रो के गर्नुपर्छ, कसरी ट्रिटमेन्ट गर्नुपर्छ सबै कुरा थाहा हुन्छ अनि कृषिहरूलाई पनि यहाँ खेतबारीमा कसरी के लगाउनुपर्छ त्यो पनि थाहा हुन्छ। यहाँ पढ्न पाउँदाखेरि हामी साह्रै नै खुसी छौँ। अनि ती धेरै टाढा भएको भए हामी त्यति जान पनि सक्ने थिएन अनि यहाँको फिस पनि धेरै कम छ, पढाइ पनि भइरहेछ अनि अन्ति स्कुलमा जान सकेको भए हामी त्यति पढाइ पनि गर्न सक्ने थिएन, हाम्रो लगानी पनि हुने थिएन। त्यही भएर यो स्कुलमा पाउँदाखेरि म साह्रै नै खुसी भइरहेको। कृष्णमावि विद्यालय रोज्नुको कारण भनेको यहाँ पढाइ हुन्छ, सबै व्यवस्थापन मिलिसकेको छ। अरू स्कुलमा यस्तो पढाइ हुँदैन, पढाइ ठिक हुन्छ। आगामी दिनहरूमा थप व्यवस्थित, सुविधा सम्पन्न र गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको मानसिक, नैतिक, बौद्धिक एवं व्यावहारिक दक्षता र शैक्षिक व्यवस्थापनको विषयलाई प्राथमिकता बनाएर काम गर्ने अठोटका साथ अगाडि बढिरहेको छ श्री कृष्ण माध्यमिक विद्यालय। विशेष गरी हाम्रो व्यवस्थापन समिति को राम्रो रेखदेख रहेको अभिभावकत्व रूपमा हामीले पाएका छौँ। सकारात्मक सोच छ सबै अभिभावक, शिक्षक अभिभावक सङ्घ लगायत व्यवस्थापन समिति विशेष खटेर हाम्रो अध्यक्षजी विशेष गरी हाम्रो एकदमै विद्यालयमा समय दिनुहुन्छ। गजेन सिंह धामीजी विद्यालय व्यवस्थापन समितिका हालका अध्यक्षज्यू एकदमै अनुशासित रूपमा विद्यालयमा उपस्थित भइरहनुहुन्छ। त्यसले पनि हामीलाई टेवा पुगेको छ र सम्पूर्ण अभिभावकजीहरू सबैको र शिक्षक साथीहरूको अब यो सहयोगले विद्यालय राम्रै छ। अहिले हाम्रो जिल्लामै अब यो अतिरिक्त क्रियाकलापमा पनि अग्रणी स्थानमा रह्यो। अहिले हामीले भर्खरै सम्पन्न भएको राष्ट्रपति रनिङ सिल्डमा
हामीले भलिबल छात्रतर्फ प्रथम, कबड्डी छात्रतर्फ प्रथम, भलिबल छात्रतर्फ तृतीय, कबड्डी छात्रतर्फ द्वितीय, त्यसै गरी एथलेटिक्स जेभलिन यिनीहरूमा प्रथम स्थान ल्याएर विद्यालयले राम्रै 14वटा पदक ल्याएको थियो र यसै भन्दा पहिलोचोटि भएको राष्ट्रपति रनिङ सिल्ड नै हाम्रो विद्यालयमा आएको थियो। यसै गरी शैक्षिक क्षेत्रमा पनि गत वर्ष एसईमा राम्रै नतिजा, जिल्लामै राम्रो उत्कृष्ट विद्यार्थीहरू को मार्किङहरू हामीले यहाँ पाएका थियौँ। ग्रेड हेर्दाखेरि राम्रो नै भएको छ। सामुदायिक स्कुलमा यो क्षेत्रमै अग्रणी रूपमा हामीले अब चिनाउन कोसिस गरिरहेका छौँ। गुणस्तरीय अहिलेको युग सुहाउँदो र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउँदै आइरहेको श्री कृष्ण माध्यमिक विद्यालय आगामी दिनमा आफ्नो उद्देश्य र लक्ष्यमा सफलता हासिल गर्न सकोस्।